आज जाजरकोटको बारेकोट गाउँपालिका वडा नम्बर 4 मा धेरै भारी वर्षा भइसकेको छ। अनि यस्तो भारी वर्षा भइसकेको छ कि पुरै नगरौ धेरै रुख भिर सहित ल्याएर पुरै खोला नाला गरेर यो यति धेरै परेको छ पानी। मान्छे पुरै वहाँ यस्तो बिजोगमा जाँदैछन्। पुरै ओड्ने नभएर वहाँ बाबा चाहिँ वहाँ बच्चा बच्ची सायद यति धेरै वर्षा भएको छ कि पुरै सोच्यो बाबे बाबा कहाँबाट धेरै फोहोर ल्याएर पुरै हो यति धेरै फोहोर सहित ल्याएर यो खोलामा थुप्रिएको छ। हाम्रो यो बारेकोटको वडा नम्बर 4 मा हो। पुरै जग्गाभरि लगेर खोलाले हैरान बनाएको छ। जग्गाको क्षति धेरै भइसकेको छ बारेकोटमा। हुन्छ 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 औ सुन्छ मुसा मारेर त आउनुभयो तपाईँ पनि मुसा त जानुभयो नि भन्छ न क्यार त बहिनी यता आएछ कि